कार्यक्रममा उपस्थित जनाइदिनुहुने सम्पूर्ण भक्त भागवतहरू, जलार्पणको कार्यक्रमलाई सभ्य भव्य बनाइदिनु हुने सम्पूर्ण आमा दाजुभाइ तथा दिदीबहिनीहरू, सिमलेश्वर महादेवलाई माया गरेर, जस्तै अब अहिले मैले नेतृत्व गरिरहेको छु, मेरो नेतृत्वमा सबैजनाले हातेमालो गर्दै मलाई सफल बनाउँदै सिमलेश्वर महादेव मन्दिर पुनर्निर्माणको कामलाई नै सफल बनाउन जुन हातेमालो गर्नुभएको छ, त्यसको लागि म निर्माण कमिटीको अध्यक्षको तर्फबाट यस पावन सिमलेश्वर मन्दिरको माटोको छेउछाउ जन्मिएर हुर्किएको यहाँको एउटा सचेत नागरिकको तर्फबाट म यहाँहरूलाई मुरी माया र धन्यवाद टक्राउन चाहन्छु। यहाँहरू जसले एउटादेखि हजारौँ इँटा थपिदिनुहुन्छ, त्यसले यो मन्दिरले एउटा भगवानको जुन एउटा शिवरूप, भगवानको अनन्त रूप त यहाँ स्थापित भइसकेको नै छ, तर भगवानको मन्दिरलाई पनि एउटा भव्य मन्दिर, जो आकर्षक मन्दिर, अब आज मिडियाको जमाना पनि छ, यो भगवानको मन्दिरलाई पनि एउटा आकर्षक रूपमा चाहिँ पुरातात्विक शैलीले निर्माण गर्न सकियोस् भनेर मैले केही दिन अगाडि पनि एउटा सामाजिक सञ्जालमा मन्तव्य सानो राखेको थिएँ। सायद त्यसको पनि प्रभाव होला। अहिले एकपछि अर्को गर्दै भक्त भागवतहरूले आफूले सकेको, कसैले नाम खुलाउन चाहनुभएको छ, कसैले गोप्यदान भन्नुभएको छ। दैनिक जसो अहिले यहाँ हेरथो रकमहरू दान गरिरहनु भएको छ। एक थुकी सुकी 100 थुकी नदी भनेको छ। सबैको दानले यो एउटा मन्दिरलाई हामीले निर्माण सम्पन्न गर्न सकियोस्। मैले अब धेरै कुरा त अस्तिको मन्तव्यमा पनि भनिसकेको छु। आज अब अलिक समय पनि कम भइसक्यो, धेरैजनाहरू हिँडि पनि सक्नुभयो। अब यो अन्तिममा धेरै कुरा राख्नुभन्दा पनि मैले एउटा मुख्य कुरा के चाहिँ आह्वान गर्न चाहेँ भने, मैले होइन, तैँले होइन, हामीले, मेरो होइन, हाम्रो, यो समुदायको यो मन्दिर यसलाई पूर्ण गर्न सकियोस्। कहाँनिर मेरो उपस्थिति हुन्छ, जुन उपस्थितिले यो मन्दिर निर्माण काम पूर्ण हुन्छ भन्ने मात्र सोच्नु होला। यहाँ कुनै राजनीतिक रङ्ग घुसेको छैन, घुस्ने छैन, घुस्न मैले दिने पनि छैन। मन्दिरभित्र प्रवेश गर्दा जसरी हामीले जुत्ता बाहिरै खोज्छौँ, त्यसै गरी यो मन्दिर निर्माण कार्यमा हामी यहाँ यो एउटा महाकार्यमा चाहिँ सहभागी हुँदै गर्दा त्यो राजनीतिक जुत्तालाई बाहिरै खोलेर हामी सबैले आफ्नो दायित्वलाई नभुलिकन हाम्रो कर्म के हो, फल के प्राप्त गर्ने हो, त्यो कुरालाई हामीले मध्यनजर राखेर सिमलेश्वर मन्दिर महादेवको निर्माण जुन भइरहेको छ, पुनर्निर्माणको काम जुन भइरहेको छ, तपाईँ हामी सबैको हातेमालोले यो निर्माण कार्यलाई सम्पन्न गरेर आउँदो वर्ष यस्तै सोमबारको जल चढाउने कार्यक्रममा छानासहितको सम्पूर्ण कार्य निर्माण भएर शिलान्यास भइसकेको मन्दिरमा त्यो कार्य गर्न पाइयोस् भन्ने भगवान सिमलेश्वरसँग प्रार्थना गर्दै मेरो मन्तव्य र आजको यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। हस्, धन्यवाद।